हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ डरे देउराली। हाम्रो स्याङ्जा सिरुबारी त्रिवेणीको नजिकै पर्छ हाम्रो घरबाट चाहिँ यो डरे देउराली मन्दिर। यो चाहिँ हाम्रो पूर्वजहरू पनि धेरै जानुहुन्थ्यो यो मन्दिर, अनि प्रख्यात छ यो मन्दिर चाहिँ। यो मन्दिरमा चाहिँ टाढा टाढाबाट भक्तजनहरू आएर दर्शन गर्नुहुन्छ। सो हामी पनि गाउँ गएको बेलामा चाहिँ दर्शन गर्न जाउँ न भनेर आज चाहिँ हिँडेको थियो। सो लेट्स गो विथ अस। हामी चाहिँ यहाँ पहाड जङ्गलहरू अब डर देउराली गइसकेपछि हामीले हिमाल देखाइदिन्छौँ। हो, हिमाल पनि देखिन्छ। ल हेर्दै जाऊँ है त। त्यसो भए हामी आइपुगेको छौँ गाउँमा। जाँदै थियौँ मम्मी बाबा मम्मी बाबा त्यहाँ हुनुहुन्छ। सो रमाइलो हुँदै थियो, सबैको ग्रुपिजम हुँदै थियो। झोला बोकेर ढाका टोपी लगाएर आज स्कुल नगइकन मन्दिर जानलाई हामीसँग जाँदैछ है। अहिले हामी गाइस ऊ त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ पहाडहरूको बिचमा बादल। यहाँ चाहिँ सानो खोला छ, त्यो चाहिँ अर्जुन चपरीको माथि अरे भाइले भनेको। ल भ्यूहरू हामीले देखाउँदै गर्छौँ है हजुरहरूलाई। फलो अस। कुन ठाउँ रे? यो नयाँ धारा। नयाँ धारा। यो चाहिँ हाम्रो स्याङ्जा सिरबारीको नयाँ धारा। नयाँ धारा। नयाँ धारा चाहिँ कहाँ छ? यहीँ हो, यहीँ हो। अनि यो झाडीले पुगिदिएको क्या। ए तिनीहरू चाहिँ त्यहाँ पुगिसके। ल यस्तो भ्यूहरूसँग हामीले ऊ त्यो ढुङ्गामा चाहिँ भाइ चढ्छ अरे। ल चढ्दै देऊ। होइन ए भ्युजहरू हेर्न सक्नुहुन्छ। मम्मी बाबा चाहिँ एकदम स्लो मोसनमा आउँदै हुनुहुन्छ। हामी चाहिँ पुगिसकेछौँ अगाडि। यो चाहिँ हाम्रो बाटो। अब चाहिँ हामी अलि उकालोतिर पुगिसकेको थियौँ, त्यही भएर अलि हिँड्न चाहिँ अप्ठ्यारो लागिरहेको थियो मलाई, तर भने पनि इन्जोय चाहिँ भएको थियो। राम्रै रहेछ है तर बाटो त्यस्तो नराम्रो चाहिँ लागेन मलाई। यहाँ बस्ने ठाउँ पनि रहेछ। बस्छ त भाइ भिडियो बस्ने ठाउँ छ यहाँ, आरामले बस्न सक्नुहुन्छ हजुरहरू। खेल्न नि मिल्छ है। कसरी खेल्यो नि यहाँ? ए ल काठमाथि चढेर खेल्दैछ नि यहाँ भाइ। ल भयो भयो भयो। मम्मी बाबा आउँदै हुनुहुन्छ। ल हाम्रो भाइले भन्दैछन् यहाँ चिहान डाँडा पनि छ। र ऊ त्यो हजुरहरूले हेर्न सक्नुहुन्छ त्यहाँ कोसे ढुङ्गाको फिल्म सुटिङ भएको थियो है। त्यो त के अरे गोठ। अहिले हामी नजिकै गएर पनि देखाउँछौँ। यहाँबाट पनि अलिकति भ्युज सर्छ एरियामा। ल अरू स्टोरी सुनाउ न गाउँको बारेमा। के सुनाउने? के छ यहाँ? अनि चिहान डाँडामा के हुन्छ? चिहान डाँडा खरानी। खरानी मान्छे बोल्छन् राति राति? हजुर मान्छे बोल्छन्? नौ, तर यहाँ डर लाग्दो छ कि डराउन दिन्छ है। डराउन चाहिँ दिन्छ अरे यहाँ। अहिले हामी अगाडि आइसकेका छौँ है। हामी त्यो गोठलाई टर्न गरेर जाने हो कि यहीँबाट जाने हो? यहाँबाट डाइरेक्ट उकालो। यहाँ चाहिँ यत्रो ढुङ्गा छ। यो चाहिँ कसै ढुङ्गाको सुटिङ भएको गोठको भिडियो। कसै ढुङ्गा होइन? त्यही त्यसको गोठ। ल यहाँ त राम्रो रहेछ बस्ने ठाउँ जस्तो होइन? खतरा छ नि है। अब हामीले पोखरा हो कस्तो देखिसक्यो। या हामी मुभीको कुरा गर्दै जाँदै थियौँ र मम्मीले पनि एक्सप्लेन गर्दै हुनुहुन्थ्यो। सबै एक्साइटेड थियौँ हेर्नको लागि कस्तो रहेछ मुभीमा बनाएको गोठ भनेर। यस्तो छ गोठ। माया नगरी त मुभी कसरी चल्छ र? ल यस्तो छ यो गोठ।
फिल्ममा देखाएको गोठै हो कोसीढुङ्गाको। हिजो पनि थिएन र एउटा बाटोमा सेन्चुरीको हो यो त। ल यो तलाउ माछा मार्ने तलाउ छ यहाँ एउटा के को नक्सा पनि छ यहाँ फेरि। आऊ भाइ यता। छैनन् खासै पहिलाको त्यही त सबै आउँथे मान्छे जस्तै हुन्थे। यसरी गरेर हिँड्नु पर्यो। स्टिक लिन पर्ने रहेछ एउटा। अहिले त 25 साल हामी जाँदैछौँ है 25 सालपछि त केही पनि छैन त्यस्तो। 25 सालै भयो। कस्तो आनन्द आउने ठाउँ रहेछ है। तर यहाँ शान्त केही पनि नै। पुग्न सकिन्छ ट्र्याक गराएको छ। भयौँ डरे देउराली यहाँबाट अलिकति देखेको छ यहाँ। त्यहाँसम्म हामी पुग्ने हो होइन भाइ। त्यहाँसम्म पुग्ने हो। यत्रो बाटो हिँडिसक्यौँ है। त्यहाँ कसरी पुग्ने हो? टुप्पोमा 200-300 सिँढी छ है। 200-300 सिँढी छ अरे भाइले भन्दैछ। अब ओखो यत्रो हिँड्दाखेरि हाम्रो हालत खराब हुन्छ। पुरै हाम्रो खाना त केही खाएको छैनौँ। भोकै छौँ। पच्नेवाला हिजो खाएको। के को ढुङ्गा हो त्यो? हामी चाहिँ यहाँ यो बस्ने ठाउँमा चाहिँ एकैछिन रेस्ट गऱ्यौँ अनि त्यस पछाडि फेरि हामी चाहिँ माथि लाग्यौँ है। ल हामी त यहाँ आइसकेको छौँ। हामी चाहिँ एकदमै ठाडो उकालोमा हिँडिरहेको थियो। त्यही भएर आवाज पनि एकदम स्याहाँ भइरहेको थियो हामी सबैजनालाई। जुम गरेर देखाइदिउँ। आँखाले हेरे जस्तो हुन्न क्यामेरामा। हिँडेर आउँदैछ भाइले। यहाँ दर्शन ढुङ्गाको एक्सपेरिमेन्ट गर्दैछन्। बल्यो आएको खोइ आगोबाट त बल्दैन। झिल्का चाहिँ उठ्छ। झिल्का चाहिँ निस्कन्छ है। हामी जति मन्दिरको नजिक जाँदै थियौँ त्यति टाढा मन्दिरको अझै टाढा छौँ जस्तै फिल भइरहेको थियो। किनभने नजिकबाट अझै टाढा जस्तो देखिरहेको थियो। मैले चाहिँ क्यामेरा समात्नै गाह्रो भएर बहिनीको हातमा दिएको थिएँ। तिमीले गर भिडियो भनेर। सो उसले गर्दै थियो। भाइ र दिदी अगाडि। हामी यत्रो उकालो चढेर आएको। हिँड्न नसकेर ठुलो हामी। अಯ್यो माथि पुग्दा हामीलाई एकदमै गर्मी भएको थियो। बिचमा जङ्गलको बाटोमा चाहिँ अलिकति चिसो थियो। हामी तर माथि चाहिँ पुग्न लागिसक्यो भएर गर्मी पनि भइरहेको थियो। प्लस थाकेर भएर थकाइ प्लस गर्मी भइरहेको थियो। बताउँछु लास्टमा हामी अझै कति स्टेप्स हिँड्यौँ भनेर काउन्टिङ भइरहेछ। अब पुग्न लाग्यो। म त अलि थाकेँ होइन। त्यही भएर म अगाडि हिँडिरहेको। Finally we are coming. वहाँ पुग्ने हो अझै। डरे देउरालीको जुन मेन पहाडमा मन्दिर छ बाटो त त्यो यस्तै हो पहाडमा दिदी। चाहिँ एउटा हनुमानको फेसको आकार भएको सेप बनेको छ भनेर न्युज पनि आएको थियो। तर हामीले सेम हनुमानको फेसको आकारको सेप नै बनेको छ त्यहाँ। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ हजुर हनुमानको फेस। जामामा हिँड्नु हुँदै। ल अहिले चाहिँ म मन्दिरभित्र पस्नु गएको। दिदीहरू यता हुनुहुन्छ। हेर्न सक्नुहुन्छ गाइस।
वहाँ पुग्ने हो माथि हजुर पाइन्छ उता धारै हो पानी त वहाँ धारामा खाने हो आफै यहाँबाट चाहिँ हामी एकदमै ठाडो उकालो जानुपर्ने थियो तर हामी नजिकै आइपुगेको थियौँ सो हामी सबैलाई थकाइ लागेको भएर एकछिन यहाँ रेस्ट गर्यो र पानी खाने डिसाइड पनि गर्यो र त्यसपछि चाहिँ हामी सिधै माथि लागेको थियौँ ल हामी चाहिँ पहिला माथि जान लाग्छौँ त्यसपछि तल आएर पूजा गर्छौँ न मन्दिर जाँदा यताबाट जाने रे झर्दाखेरि थियो तर मलाई थकाइ लागेर एकदमै गाह्रो भएको थियो सो भाइले बोलाउँदै थियो त्यही पनि गएको थिएन काम गर्दै हुनुहुन्छ वाउ हिमाल हेर्न सक्नुहुन्छ कस्तो राम्रो हिमाल देखिएको छ सो यहाँबाट चाहिँ हामी यता साइडको एउटा पहाड छ त्यसमाथि जानेवाला छौँ यो हजुरले देख्न सक्नुहुन्छ यो मन्दिरको ठ्याक्कै माथि जुन पहाड देखिएको छ हामी त्यहाँ माथि टुप्पोमा पुग्नुपर्ने थियो अझै पनि यस पछाडि चाहिँ हामी कसैमा पनि भिडियो गर्ने ताकतै बचेन सो हामी चाहिँ ठ्याक्कै माथि आइसके पछाडि एकछिन रेस्ट गरेपछि नै भिडियो सुट गऱ्यौँ सो माथिको जुन टप मन्दिरमा हामी पुगिसकेको थियो त्यहाँको भ्यू त भन्नु नै पर्दैन यति राम्रो थियो त्यहाँको भ्यू अनि पहाडहरू हिमालहरू भयो सानो घरहरू पनि देखिरहेको थियो भाइले मलाई यहाँ एक्सप्लेन गर्दै थिए यहाँ पहाडहरूको स्टोरी हिमालहरूको स्टोरी यति बोलेको गर्दै थिएँ तर मलाई चाहिँ एकदम थकाइ लागेर म केही नबोलौँ जस्तो भइरहेको थियो तर मैले चाहिँ हेरिरहेको थिएँ सुनिरहेको थिएँ त्यहाँ चाहिँ थाकियो होइन अनि त्यो ग्राउन्डमा चाहिँ बाघले हिँड्दाखेरि पाइलो बसेको अरे भाइको एनर्जीलाई चाहिँ मान्नै पर्छ हुन त ऊ चाहिँ गाउँमै बस्ने हिँड्ने गरेको मान्छे तर एनर्जी भने चाहिँ नेक्स्ट लेभल है ऊ चाहिँ मजाले हिँड्ने बोलेको गरिदिने कस्तो रमाइलो खालको त्यहाँबाट तल चाहिँ उडुवाहरू त्यसको त शक्ति थियो अरे अनि त्यसको शक्ति नभ्याइने वर्षमा एक दिनमा भ्याइने रहेछ त्यसको शक्ति होइन अब कति वर्षमा भ्याइने होइन अन्त एक वर्षमा मिलेको शक्ति होइन अनि अब कुनले हो त एक दिनभरि रातभरि उड त जहाँ पुग्छ त्यहीँ बस्नुपर्छ त जहाँ बिहान हुन्छ त्यहीँ बस्छ भने अरे अनि त्यो पशुपतिनाथ होइन मनोकामना मन्दिरमा जान लाग्थ्यो अरे अनि यहीँ बिहान भयो अरे अनि बसेको अरे अनि यो पहाडहरू कुन पहाड हो यो भन्दै यसकरै नाम है हिमालहरू है यहाँबाट हामीले घरहरू देख्न सकिन्छ हाम्रो घर ओ त्यही त छ नि हाम्रो गाउँ ल देखाउ जङ्गल यहाँ छ यहाँ यो लास्टबाट सुरु गरौँ न यताबाट के यहीँबाट गरेछु कि यो सल्लोको बनभयो अनि यता आउँदाखेरि उस छ नि त्यो चाहिँ लाली गुराँसहरूको होइन अनि खर्सुहरूको वन हो क्या त्यहाँ चाहिँ हाम्रो गाउँ अनि यहाँ चाहिँ हेलिकप्टर बस्ने ठाउँ यहाँ हेलिकप्टर बस्ने ठाउँ यहाँ हेलिकप्टर बस्छ यहाँ पहिला ग्राउन्ड थियो अनि त्यसमा हेलिकप्टर बस्ने हामी चाहिँ डरी देउरालीको मन्दिरमा आइपुगेको छौँ गाई हो कि के भन्छ के हो त्यो
बाबा मम्मी चाहिँ पूजा गर्ने सामग्रीहरू निकाल्दै हुनुहुन्थ्यो। सो म पनि एक राउन्ड लगाइहालौँ मन्दिरको भनेर हिँडिरहेको थिएँ। सो यहाँ चाहिँ बेलहरू थुप्रै बेलहरू झुन्डाउनु भएको थियो। धेरै मान्छेहरूको नाममा पनि थियो। प्लस यत्तिकै पनि धेरै मान्छेहरूको चाहिँ काम नभएको उसले पनि झुन्डाउनु भयो होला जस्तो मलाई लाग्यो। सो राम्रो थियो। भ्यू त यति राम्रो कि नभनौँ। जताबाट हेर्दा पनि राम्रो भ्यू देखिने। हामी टपमा थियौँ मन्दिरको। सो एकदमै राम्रो लागिरहेको थियो। आएको छौँ। मन्दिर आएर शान्त फिल पनि भएको थियो। यति शान्त थियो यो कसको मन्दिर। नाममा रहेछ घन्टी? हुन त सबैभन्दा टपमा भएर पनि होला, तर अर्कै छुट्टै आनन्द लाग्ने वातावरण थियो त्यहाँ चाहिँ। म चाहिँ अब सर्कल गर्दैछु। यही हजुरहरूले पहाड, हिमाल, जङ्गल सबै देख्न सक्नुहुन्छ यहाँ डरे देउरालीको मन्दिरमा। सबै कुदेर नै यहाँ लेखेर राखेको छ है घन्टीहरूमा। यस्तो पहाडहरू ढुङ्गाहरू छ। डरे देउरालीको एकदमै पुरानो मन्दिर भाइ पछि आउँदैछ नि। यस्तो छ हजुरहरूले। हामी यो सर्कल गरेर भ्यू हजुरहरूलाई देखाउँछौँ। एकैछिन स्टप गर्नु। लागिराख्नु रुक। माताको यो चाहिँ अब हामीले पूजा गर्न स्टार्ट गरिसकेको थियौँ। पहिला चाहिँ बाबा मम्मीले पूजा गर्नुभयो, त्यस पछाडि चाहिँ हामी भाइ बहिनीहरूले पूजा गऱ्यौँ। सो मेन मन्दिर चाहिँ यो माताको मन्दिर बाहिर भएको जुन माता हुनुहुन्छ उहाँलाई नै पूजा गर्ने, ध्वजा चढाउने सबै कार्यहरू हुन्छ र भित्र पनि हुन्छ। तर मेन चाहिँ मातालाई मानेर आउने हुनाले चाहिँ हामी यहाँ पूजा गरेको थियौँ। यहाँ यति शान्त थियो, आनन्द आइराख्ने, यहीँ बसिराखौँ जस्तो फिल भइरहेको थियो मलाई चाहिँ बस्नुले। हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ थुप्रै घन्टीहरू, ध्वजाहरू, चुन्नीहरू चढाएको छ। यहाँ चाहिँ थुप्रै भक्तजनहरू आएर दर्शन गर्नुहुन्छ। यो मन्दिरको चाहिँ निर्माण कार्य अझै पनि चलिरहेको थियो। यस पछाडि चाहिँ मेरो पालो आइसकेको थियो पूजा गर्ने। सो म बसेर पूजा गर्न लागेको थिएँ। यो चाहिँ मन्दिरभित्रको दृश्य हो, हजुरहरूले हेर्न सक्नुहुन्छ। सो यहाँ पनि हामी पूजा गऱ्यौँ। हजुरहरूले मन्दिरको वरिपरिको भ्यू हेर्न सक्नुहुन्छ। यति राम्रो थियो, हिमाल, पहाड, त्यसमाथि बादल, यति राम्रो देखिरहेको थियो यो भ्यू। त्यस्तो निकालिस् न नि। आउँदा बित्तिकै यही हेरेको थिएँ मैले। यसले नि गर्नु के? डरे माताको मन्दिरमा पूजा गरेर भइसकेको छ र अब यहाँ भ्यू हेर्दै एकछिन बसेको छ। यति माथि आयौँ हामीहरू। पूजा भयो। हेलो गाइज। यहाँ चाहिँ हाम्रो पूजाहरू सबै भइसकेर कस्तो लागिरहेको छ थियो र आनन्द फिल भइरहेको थियो। यहीँ बसौँ एकछिन भए पनि जस्तो फिल भइरहेको थियो शान्त वातावरणमा। यहाँ माताको मन्दिर छ। यहाँ माथि आइपुग्दासम्म चाहिँ हामी सबै थाकेको भएर मैले भिडियो चाहिँ बनाएन। म पनि एकदम थाकेको थिएँ माथि पुग्दासम्म। सो अहिले चाहिँ मैले जाँदाखेरि भए पनि बनाऊँ भनेर चाहिँ बनाएको थिएँ। मन्दिरमा पूजा गरेर आइसकेको छ। यहाँ शिव र पार्वतीको एउटा स्ट्याचु छ। यहाँ तल चाहिँ काँक्री धेनु गाईको शिर जाने बाटो।
यहाँ चाहिँ बलि दिने ठाउँ हो। हामी चाहिँ गएनौँ, बाबा चाहिँ गर ध्वजा भन्दै हुनुहुन्छ। ल हाम्रो सबैको चाहिँ डाटा गाउँमा टिपेको थिएन, तर यहाँ मन्दिरमा आइपुग्दा चाहिँ सबैको डाटाहरू टिपेको थियो। सो एकछिन बसेर मोबाइल पनि हेऱ्यो र हामी चाहिँ फर्किन लाग्यौँ। चढ्दा जति अप्ठ्यारो भएको थियो, झर्दा चाहिँ त्यति धेरै सजिलो भयो। थाहा नै पाएनौँ कति बेला हामी घर पुगिसक्यो। त्यसरी सजिलै हामी चाहिँ ओह्रालो झर्ना चाहिँ त्यति अप्ठ्यारो चाहिँ भएन। आइसक्यौँ त। चढ्दाखेरि कति टाइम लाग्यो जस्तो लाग्थ्यो है, झर्दाखेरि एकैछिनमा पुग्यौँ। अहिले हामी नयाँ मन्दिरमा आइसक्यौँ। यसको नाम टोकाने हो, टोकाने। तेजपत्ता जस्तै रहेछ सेम। 5 बजाउने। अनि यो मला यो मलाई हो, रातो बसी खाँदाखेरि अमिलो हुन्छ। यसको अमिलो नै बनाउँछ। बाबाले र भाइले यहाँ एक्सप्लेन गर्दै हुनुहुन्छ यहाँको प्लान्ट्सहरूको बारेमा। र बाबाको एउटा स्टोरी पनि रहेछ, हेर्दै हुनुहुन्छ हजुरहरूले। कहाँ छ? त्यही छ नि, बच्चाको तेजपत्ता जस्तै छ कि त। तेजपत्ता भनेको सुन्ने नि त्यस्तो गर्नु म बजाउँछु ल। झोला बोकेर नि ठेलै छ। यहाँ भाइले पात बजाउन खोजिरहेको छन्। खै त बजाउँछ यसरी हो। ल ल आफ्नो धुनमा हुनुहुन्छ। यहाँ नयाँ मन्दिर बन्दैछ। अब हामी चाहिँ यहाँबाट ढङ्गहरू सब रेडी भइसकेछ। बन्दैछ। हिमालहरूको भ्यू है, हेर्न सक्नुहुन्छ। हनुमानको मन्दिरमा हामी आइसक्यौँ। हनुमानको मन्दिर हो कि गणेशको मन्दिर हो? सगरमाथा गणेश मन्दिर यता दक्षिण। ल हामी अब जाँदैछौँ। अब मलाई अलि रिलिफ फिल भइरहेछ मन्दिरमा आरामले बसेर। अझै आधी घन्टा बस्न पर्ने एकछिन। अब हामी तलको मन्दिर जानेवाला छौँ। गाइस भन्देऊ न भाइ। यहाँ चाहिँ अलिक चढिलै बाटोमा हामी मन्दिर जानुपर्ने थियो, त्यहीँ हामी बसेको थियौँ। यहाँ एउटा पुरानो पण्डित बस्नुहुन्थ्यो, उहाँको स्टोरी सुनाउँदै हुनुहुन्थ्यो। गोरीकोट भनेको आफू मर्दाखेरि गाडेको भन्छ नि। गार्डनर कता गयो? 50 हजार बसेर गर्नु पछि बनाएको। डल्ला गाड्छ। यति ठुलो चट्टान छ यहाँ। अनि तीन गुरु यहाँ गएको हुन्छ। यो मन्दिर यहाँ मरेपछि यहाँ मन्दिर हो। अनि पछि त भोटिनी हुनुहुन्थ्यो, बिच भोटिनी त जाँदैछौँ हामी त। एउटा तिनाथबाट लिएको के भन्नु भयो बाबा? ए हट त। यहाँ मुक्तिनाथबाट लिएको के भन्नु थियो? आगो यहाँ चाहिँ महादेवको त्रिशूल भन्छ क्या आई थिङ्क मन्दिर। यहाँ हामी चाहिँ घर घर पढाउँदै हो अहिले चाहिँ। अलि हतारमै छौँ। यस्तरी छ यहाँको ढोका। हामी चाहिँ सिरुपारीको माथि देउराली मन्दिर पुगेर चढ्दाखेरि यहाँ चाहिँ एउटा मन्दिरमा पूजा गर्न आएको छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। महादेवकै हो जस्तो लागिरहेको छ मलाई त, थाहै छैन। महादेवको हो नि यो मन्दिर कि के को? महादेवको देवी माताको रहेछ। यहाँ चाहिँ मन्दिरको साइडमा गाईहरू पनि दुईवटा रहेछन्। सो हामीले हेर्दै थियौँ। यस्तो सफ्ट हो।
पुकुलु 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 पुकुनु 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 पुकिनी उकिनी 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 ओइ बेबी पिसाब हो केही हुँदैन गौमूत्र होइन टेक्दिएँ मैले यहाँ पिपीमा मुटु पारेर कहाँ जान्छौ यति शान्त र यति आनन्दमय ठाउँ थियो यहाँ एकदमै शान्त फिल भइरहेको थियो रमाइलो फिल भएको थियो र चारैतिर हेर्दा जङ्गलहरू पहाडहरू र यहाँ मन्दिर बिचमा एकदमै राम्रो फिल भएको थियो ओम नमः शिवाय 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 यहाँ चाहिँ हामीले गाईहरूलाई चना पनि खुवायौँ र मजाले खाए गाईहरूले चना एकदम रमाइलो लागिरहेको थियो मैले चाहिँ चना खुवाउँदैछु है हातै चाटो भाइले खुवाउँदैछन् देऊ त भाइ त्यो अलिकति ओइ 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 खानु छ है हातमा हो नि हजुर के खोइ त नि ढोक डाक पनि पऱ्यो यहाँ चाहिँ एकदमै पुरानो पण्डित हुनुहुँदो रहेछ यो मन्दिरमा चाहिँ पहिल्यैदेखि उहाँ बस्नु भएको थियो अरे यहाँ सो उहाँले चाहिँ हामीलाई टिका लगाएर प्रसाद दिनुभयो सबैजनालाई हामी यहाँ छौँ पुरानो गुरुजी हुनुहुँदैछ यहाँ चाहिँ टिका लगाइदिनु भयो प्रसाद दिनुभयो चाहिँ विश्वको सबैभन्दा अग्लो ज्योतिर्लिङ्गमा चाहिँ हामी गएर आयौँ नारायण भगवानको मात्रै फोटो लगाउनु शिव भगवानको मन्त्र लगाउनु नहुने शिव भगवानको पुरा लाउनु यहाँ हामी सबैजनालाई भोक लागिसकेको थियौँ सो बाबुले चाहिँ एक ठाउँमा बसेर प्रसाद खाऊँ भनेर भन्नुभएको थियो सो हामी चाहिँ यहीँ बसेको थियौँ सिँढीमै तर एकदमै शान्त एकदमै आनन्द लागिरहेको थियो घाम पर्यो भनेर हामी चाहिँ अलिकति शीतल ठाउँ सिँढीमा बस्यौँ र यहाँ बसेर हामीले प्रसाद खायौँ त्यो बिस्किट राख्नु पछि खान्छ म चाहिँ आफ्नो चुन्नीमा अब त्यस्तै बिस्किट्सहरू पनि छ पछि खाना लाग्छ प्रसाद खाइसके पछाडि चाहिँ मलाई एनर्जी आइसकेको थियो सो म हिँडिरहेको थिएँ घरमा पुग्नै लागेको थियो सो बाटोभरि चाहिँ अलिकति हामीले फोटोसुटहरू पनि गऱ्यौँ
र त्यस पछाडि चाहिँ कुरा गर्दै शान्त वातावरणमा रमाइलो गर्दै हिँड्यौँ यति पनि सुनाइदिएको है यस्तो छ भ्यू हजुरहरूले हेर्न कस्तो सक्नुहुन्छ तालसाल देखिने रहेछ मोटरको बाटो बाटो गयो कि तिमीहरू हामी मोटरको बाटो बाटो गएको होइन मेरो त हिजो धेरै हिँड्यो कि त्यही बिहानभरि खुट्टा दुखेको थियो हिजो हिँडेर दर्शन ढुङ्गा अहिले त नजिकबाट खेद्न ठुलो हो त्यस्तो ठुलो जानुपर्छ क्या दर्शन गर्ने अझ 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 तल अझ तल हो छाउँ पऱ्यो दर्शन ढुङ्गा यसरी देखाउनु त यहाँ राख्दा यसरी अनि हो फोटो खिच्ने कि भिडियो फोटो एउटा भिडियो आफै बनाउँछु थुम्राको जुरो फेरि के को जुरो भन्नु थियो होइन ल दुइटालाई मिलाएर कनेक्सन हुन्छ यो चाहिँ हाम्रो गुड सुटिङ भएको है कोसेढुङ्गा मुभीको कता छ ऊ त्यहाँ छ भेडाहरू भेडा त गाई भैँसी त्यो गालो गालो गोरु देखियो होला रातो गोरु हेरेर राम्रो झुम गरेर ताने मात्रै अनि बस्ने ठाउँ बनाएको त्यसमा आउँछ त फोनमा छाया पर्यो हामी चाहिँ घरको नजिकै खाना खान पुगेको थियौँ सो मैले भिडियो गराएको थिएँ दादाले भिडियो गराउनु भनेर बुटाको खेत मोटोको त्यो बुटाउनु ठुलो बुटा तिनवटा बुटाहरू रुखहरू छन् बस्ने ठाउँ छ यहाँ चाहिँ त्यही धारोको पानीले गर्दा चाहिँ यहाँ बाटोमा पानी जम्मा भएको थियो नजिक गरेर खिच्नु भयो बाला बाला देखिन्छ ढेकली जानु बाला तराईको कति मोटा हुन्छ नि पातलो छ यता कस्तो कालो धन्दा गरिदिन्छ हाम्रो भाषै भएन सो हामी चाहिँ घर पुगिसके पछाडि खाना खायौँ र त्यस पछाडि एकछिन रेस्ट गऱ्यौँ सबैजना त्यस पछाडि चाहिँ बाबा र काकाले यहाँ मकै आई थिङ्क मकैको बाहिरको कभर निकाल्दै हुनुहुन्थ्यो म चाहिँ आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु नेक्स्ट भिडियोको लागि वाच माई च्यानल शीतल सुनार